लाग्नुहुन्छ भने 7 लाख रुपैयाँ मलाई होइन मलाई सबै चाहिएन मलाई नगद 5 दिनुहोस् 10 को चेक फेरि 2 लाख रुपैयाँ क्यास दिनु जुन जुन डेढ घन्टामा हिँडेर जान्छ अहिले मलाई साढे 2 को चेक आयो हजुर मलाई पैसा अगाडि नगद चाहिएन 15 लाख चेक दिनुहोस् पैसा चाहिएन अहिले बिहा चाहिएन 6 महिनापछिको चेक काट्नुहोस् 15 लाख। दर्शकहरू यो अडियो सुन्नुभयो जुन पत्रकार ऋषि धमला र श्याम सुन्दरको जुन टेकमान साक्य श्याम सुन्दरले जुन प्राइम टाइम टेलिभिजनमा विगत धेरै वर्षदेखि जब गर्दै आउनुभएको थियो। आदरणीय दर्शकहरू जुन ऋषि धमलाको प्राइम टाइम टेलिभिजनमा पत्रकारिता गर्दै आएका जुन श्याम सुन्दरले अहिलेसम्म नै पारिश्रमिक नपाएको उहाँले लगभग 22 लाखसम्म तलब नपाएको र बेला बेला मुद्दा मामिला पर्दा पनि र बेला बेला रमिला पर्दा माग्दा पनि ऋषि धमलाले मैले दिन्छु भनेर 2वटा चेक काटिदिने र केही पैसा दिने बताएपछि श्याम सुन्दरले भन्नुभएको थियो कि मलाई 1-2 लाख पैसा पर्दैन बरु 7 लाख छोडिदिन्छु 15 लाखको चेक काटिदिनु होला 6 महिनापछि। ऋषि धमलाले भनेका थिए कि 2 लाख पैसा लैजानुहोस् अरू 2वटा चेक काटिदिन्छु भन्नुभएको थियो। तर श्याम सुन्दर साक्यले टेकमान साक्यले मलाई चेक पर्दैन 6 महिनापछि मलाई 15 लाखको चेक काटिदिनुहोस् अहिले पैसा पर्दैन 2 लाख नगद 22 लाख मध्ये 7 लाख छोडिदिन्छु भनेर उहाँले रेकर्डमा भन्नुभएको आवाज सुनिन्छ। आदरणीय दर्शकहरू यसरी जुन ठुला मिडिया भनिएका पत्रकार ऋषि धमलाले पनि यस्तो करतुत गर्दा रहेछन् यस्तोसम्म गर्दा रहेछन् भनेर हद म्याद पार भएको यो अडियोबाट सुन्न सकिन्छ। आदरणीय दर्शकहरू तपाईँहरू विश्वभरि कहाँ र कुण्डाबाट हेरिरहनु भएको छ च्यानलमा पहिलो हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला र भिडियोलाई लाइक शेयर कमेन्ट गरिदिनु होला। दर्शकहरू यो रेकर्डप्रति र यो भिडियोप्रति तपाईँको भनाइ के छ? जुन ठुला मिडिया भनिएका ठुला रिपोर्टर्स क्लब जस्ता चलाउने मिडिया जुन रिपोर्टर्स क्लब जस्ताको क्लबको पनि भाडा नतिरेको भन्ने पनि खोल्नमा आएको छ। यो सत्य तथ्य के हो जानकारी तपाईँ च्यानलमा पहिलो हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला र भिडियोलाई एकदमै सेयर गर्नुहोला। त्यसपछि तपाईँको धारणा कमेन्ट बक्समा छोड्दै जानुहोला। आउनुहोस् विषयवस्तुको लागि लेट्स गो। च्यानलमा पहिलो हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला र भिडियोलाई लाइक शेयर। नमस्कार दर्शकहरू म आरजे। आदरणीय दर्शकहरू सदाका दिन जस्तै आज पनि म आइसकेको छु नेपाली तारा युट्युब च्यानलबाट। च्यानलमा पहिलो हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला र भिडियोलाई लाइक शेयर कमेन्ट गर्नुहोला। दर्शकहरू आजको एकदमै रोचक विषयवस्तु रहेको छ जुन तपाईँले हाइलाइट र अडियो भिडियोबाटै र पिक्चरबाटै देखिसक्नु भएको छ। आदरणीय दर्शकहरू जुन चर्चित पत्रकार ऋषि धमलाको प्राइम टाइम टेलिभिजनमा काम गर्दै आएका श्याम सुन्दर टेकमान साक्यले विगतदेखि अहिलेसम्म पैसा नपाएको उहाँले लगभग 22 लाखसम्मको पारिश्रमिक एक पनि नपाएको र बीचमा विवाद मुद्दा मामिला हरेक हुँदा पनि नटेरेको यो हदम्याद लागेको जस्तो देखिन्छ। दर्शकहरू उहाँको परिवारले मुद्दा मामिला पनि गर्नुभएको छ र उहाँले मुद्दा मामिला पनि गर्नुभएको देखिन्छ। यसरी ठुला मिडिया भनिएका मिडियाकर्मीले पनि यस्तोसम्म गर्दा रहेछन् यसरी श्रम शोषण गर्दा रहेछन्। यो एकदमै अन्याय र दबावपूर्ण श्रम शोषण देखिन्छ। किनभने 22 लाख हुँदासम्म पैसा नदिने मुद्दा मामिला गर्दा पनि अझ 2-2वटा चेक बााउन्सवाला चेक दिने उहाँले चेक बााउन्समा हालेर पनि मुद्दा मामिला गरेर पनि पैसा दिनु भनेर पनि यसरी भइसकेको मुद्दामा पनि अझै पैसा नपाएको उहाँको भिडियो आइरहेको छ अडियो।
आदरणीय दर्शकहरू, तपाईँहरू विश्वभरि कहाँ र कुन ठाउँबाट हेरिरहनु भएको छ। च्यानलमा पहिलो हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला र भिडियोलाई लाइक सेयर कमेन्ट गर्न नभुल्नुहोला। दर्शकहरू, यो भिडियोप्रति तपाईँको धारणा कस्तो रह्यो त्यस्तै कमेन्ट बक्समा छोड्दै जानुहोला र तपाईँहरू विश्वभरि कहाँ र कुन ठाउँबाट हेरिरहनु भएको छ आफ्नो नाम र ठेगाना लेख्न पनि नभुल्नुहोला। दर्शकहरू, अब छोटो क्लिप सुनौ है त। सालमै चाहिएन, मलाई नगद 5 दिनुहोस्, 10 को चेक दिनुहोस्। 2 लाख रुपियाँ जस्तो जुन डेढ मिनटमा हिँडेर जान्छ। अहिले मलाई साढे 2 को चेक आयो। हजुर, मलाई पैसा अगाडि नगद चाहिएन, 15 लाख चेक दिनुहोस्। पैसा चाहिएन, अहिले पैसा चाहिएन। 6 महिनापछिको चेक काट्नुहोस्, 15 लाख। यो सुन्नुभयो दर्शकहरू, उहाँको अडियोमा सुन्नमा आएअनुसार 22 लाख पारिश्रमिकमध्ये 7 लाख छोडिदिएको अझै भन्नुभएको छ। 7-7 लाख छोड्दा पनि मिना गर्दा पनि अझै पैसा नपाएको। 15 लाख दिनुहोस् भन्दा पनि उहाँले 2 लाख लिनुहोस्, अरू 2वटा चेक काटिदिन्छु भनेर पनि भन्नुभएको ऋषि धमालाको आवाज पनि सुन्नुभयो। तर यसरी यस्ता मिडियाकर्मीहरूले साना पत्रकारलाई यसरी दबाएको स्पष्ट देखिएको छ। यस कारणले दर्शकहरू, यो नेपालको सरकारको नीति नै कमजोर रहेको छ। हरेक मिडियादेखि लिएर तपाईँको हरेक राजनीतिक आर्थिक सामाजिक हरेक ठाउँमा यो राजनीतिक पसिसकेको छ, राजनीति घुसिसकेको छ। अहिले विभिन्न सामाजिक सञ्जाल माध्यमहरू टिकटक, भाइबर, इन्स्टाग्राम, युट्युब, ट्विटर हरेक च्यानल आएपछि हरेक मिडियाकादेखि लिएर हरेक नेपालभरिका पत्रकार, राजनीतिक कर्मी, हरेक ठेक्कापट्टा गर्नेदेखि लिएर राष्ट्रिय अन्तर्राष्ट्रिय हरेक न्युजहरू यथार्थ रूपमा जस्ताको तस्तै बाहिर आएका छन्। आदरणीय दर्शकहरू, उहाँले पैसाको चलखेलमा कुनै नगरी कुनै नडुबी सालमै चाहिएन, मलाई नगद 5 दिनुहोस्, 10 को चेक दिनुहोस्। 2 लाख रुपियाँ जस्तो जुन डेढ मिनटमा हिँडेर जान्छ। अहिले मलाई साढे 2 को चेक आयो। हजुर, मलाई पैसा अगाडि नगद चाहिएन, 15 लाख चेक दिनुहोस्। पैसा चाहिएन, अहिले पैसा चाहिएन। 6 महिनापछिको चेक काट्नुहोस्, 15 लाख। दर्शकहरू, यो अडियो सुन्नुभयो जुन पत्रकार ऋषि धमला र श्याम सुन्दरको। जुन टेकमान साक्य श्याम सुन्दरले जुन प्राइम टाइम टेलिभिजनमा विगत धेरै वर्षदेखि जब गर्दै आउनुभएको थियो। आदरणीय दर्शकहरू, जुन ऋषि धमलाको प्राइम टाइम टेलिभिजनमा पत्रकारिता गर्दै आएका जुन श्याम सुन्दरले अहिलेसम्म नै पारिश्रमिक नपाएको, उहाँले लगभग 22 लाखसम्म तलब नपाएको र बेला मुद्दा मामिला पर्दा पनि र बेला झमेला पर्दा माग्दा पनि ऋषि धमलाले मैले दिन्छु भनेर 2वटा चेक काटिदिने र केही पैसा दिने बताएपछि श्याम सुन्दरले भन्नुभएको थियो कि मलाई 1-2 लाख पैसा पर्दैन, बरु 7 लाख छोडिदिन्छु, 15 लाखको चेक काटिदिनु होला 6 महिनापछि। ऋषि धमलाले भनेका थिए कि 2 लाख पैसा लैजानुहोस्, अरू 2वटा चेक काटिदिन्छु भन्नुभएको थियो। तर श्याम सुन्दर साक्यले, टेकमान साक्यले मलाई चेक पर्दैन, 6 महिनापछि मलाई 15 लाखको चेक काटिदिनुहोस्, अहिले पैसा पर्दैन 2 लाख नगद, 22 लाख मध्ये 7 लाख छोडिदिन्छु भनेर उहाँले रेकर्डमा भन्नुभएको आवाज सुनिन्छ। आदरणीय दर्शकहरू, यसरी जुन ठुला मिडिया भनिएका पत्रकार ऋषि धमलाले पनि यस्तो करतुत गर्दा रहेछन्, यस्तोसम्म गर्दा रहेछन् भनेर म्याद पार भएको यो अडियोबाट सुन्न सकिन्छ। आदरणीय दर्शकहरू, तपाईँहरू विश्वभरि कहाँ र कुन ठाउँबाट हेरिरहनु भएको छ। च्यानलमा पहिलो हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला र भिडियोलाई लाइक सेयर कमेन्ट गरिदिनु होला। दर्शकहरू, यो रेकर्डप्रति र यो भिडियोप्रति तपाईँको भनाइ के छ? जुन ठुला मिडिया भनिएका ठुला रिपोर्टर्स क्लब जस्ता चलाउने मिडिया, जुन रिपोर्टर्स क्लब जस्ताको पनि भाडा नतिरेको भन्ने पनि खुल्नमा आएको छ। यो सत्य तथ्य के हो जानकारी तपाईँ च्यानलमा पहिलो हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला र भिडियोलाई एकदमै सेयर गर्नुहोला। त्यसको तपाईँको धारणा कमेन्ट बक्समा छोड्दै जानुहोला। आउनुहोस् विश्ववस्तुको लागि लेट्स गो। 22 लाखसम्मको पारिश्रमिक 1 पनि नपाएको र बिचमा विवाद मुद्दा मामिला हरेक हुँदा पनि
नटेरेको यो हदमेट मागेको जस्तो देखिन्छ। दर्शकहरू, उहाँको परिवारले मुद्दा मामिला पनि गर्नुभएको छ र उहाँले मुद्दा मामिला पनि गर्नुभएको देखिन्छ। यसरी ठुला मिडिया भनेका मिडियाकर्मीले पनि यस्तोसम्म गर्दा रहेछन्, यसरी श्रम शोषण गर्दा रहेछन्। यो एकदमै अन्याय र दबावपूर्ण श्रम शोषण देखिन्छ। किनभने 22 लाख हुँदासम्म पैसा नदिने, मुद्दा मामिला गर्दा पनि अझ 2-2वटा चेक बााउन्सवाला चेक दिने, उहाँले चेक बााउन्समा हालेर पनि मुद्दा मामिला गरेर पनि पैसा दिनु भनेर पनि यसरी भइसकेको मुद्दामा पनि अझै पैसा नपाएको उहाँको भिडियो आइरहेको छ, अडियो। आदरणीय दर्शकहरू, तपाईँहरू विश्वभरि कहाँ र कुन ठाउँबाट हेरिरहनु भएको छ। च्यानलमा पहिलो हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला र भिडियोलाई लाइक सेयर कमेन्ट गर्न नभुल्नुहोला। दर्शकहरू, यो भिडियोप्रति तपाईँको धारणा कस्तो रह्यो त्यस्तै कमेन्ट बक्समा छोड्दै जानुहोला र तपाईँहरू विश्वभरि कहाँ र कुन ठाउँबाट हेरिरहनु भएको छ आफ्नो नाम र ठेगाना लेख्न पनि नभुल्नुहोला। दर्शकहरू, अब छोटो क्लिप सुनौ है त। चाहिएन, मलाई नगद 5 दिनुहोस्, 10 को चेक 2 लाख त क्यास छुट्टै भिडमा हिँडेर जान्छ। अहिले मलाई 2.5 को चेक आयो। हजुर सुन्नुहोस्, मलाई पैसा अगाडि नगद चाहिएन, 15 लाख चेक दिनुहोस्। पैसा चाहिएन, अहिले पैसा चाहिएन। 6 महिनापछिको चेक काट्नुहोस्, 15 लाख। यो सुन्नुभयो दर्शकहरू, उहाँको अडियोमा सुन्नमा आएअनुसार 22 लाख पारिश्रमिकमध्ये 7 लाख छोडिदिएको अझै भन्नुभएको छ। 7 लाख छोड्दा पनि मिना गर्दा पनि अझै पैसा नपाएको। 15 लाख दिनुहोस् भन्दा पनि उहाँले 2 लाख दिनुहोस्, अरू 2वटा चेक काटिदिन्छु भनेर पनि भन्नुभएको ऋषि धमालाको आवाज पनि सुन्नुभयो। तर यसरी यस्ता मिडियाकर्मीहरूले साना पत्रकारलाई यसरी दबाएको स्पष्ट देखिएको छ। यस कारणले दर्शकहरू, यो नेपालको सरकारको नीति नै कमजोर रहेको छ। हरेक मिडियादेखि लिएर तपाईँको हरेक राजनीतिक, आर्थिक, सामाजिक हरेक ठाउँमा यो राजनीतिक पसिसकेको छ, राजनीति घुसिसकेको छ। अहिले विभिन्न सामाजिक सञ्जाल माध्यमहरू टिकटक, भाइबर, इन्स्टाग्राम, युट्युब, ट्विटर हरेक च्यानल आएपछि हरेक मिडियाकादेखि लिएर हरेक नेपालभरिका पत्रकार, राजनीतिक कर्मी, हरेक ठेक्कापट्टा गर्नेदेखि लिएर राष्ट्रिय अन्तर्राष्ट्रिय हरेक न्युजहरू यथार्थ रूपमा जस्ताको तस्तै बाहिर आएका छन्। आदरणीय दर्शकहरू, उहाँले पैसाको चलखेलमा कुनै नगरी, कुनै नडुबी जस्ताको तस्तै भिडियो बाहिर ल्याउनुहुन्छ। यसप्रति पनि तपाईँको धारणा राख्दै गर्नुहोला र आजको भिडियो कस्तो लाग्यो त्यस्तै प्रतिक्रिया लेख्नुहोला। दर्शकहरू, च्यानलमा पहिलो हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला र तपाईँको सब्सक्राइबले हाम्रो भिडियो अगाडि बढ्नेछ र तपाईँको कमेन्ट र लाइक सेयरले गर्दा पनि हाम्रो भिडियो अगाडि बढ्नेछ भन्दै दर्शकहरू, थ्याङ्क्स फर वाचिङ दिस भिडियो। वी विल मेट नेक्स्ट टाइम। च्यानलमा पहिलो हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला र भिडियोलाई लाइक सेयर